हेलो एभ्रिवान एन्ड नमस्ते। आई होप सबैजना चाहिँ आराममा हुनुहुन्छ होला। आज चाहिँ मेरो छोराले चाहिँ बाबाको लागि लिएर आयो त बर्थडे केक। थ्याङ्क यू। मम्मीलाई नि खै जिउलाई चाहिँ ल ओके ल ल ल रेडी भयो हाम्रो फुल भाउ हुन्छ। कहाँ त घुसाएर कहाँ घुसाएर ल न बच्चालाई कराउनु चाहिँ कानमा राम्रोसँग घुसाएर न। बवाल भयो त ल कुन स्टाइल हो अन्त निभ्यो क्या गीत सकिने रहेछ भाडे खाइन भट्टी भाइन खाइएर गीतै सक्यो बारी भ्याएन फेरि चाहिँ गर्ने फास्ट गर्ने ल निभाउने हो निभ ल भयो दिन नगर्नु छिटो ल निभ चाँडा गर ल छिटो छ। बवाल भएपछि भयो भयो आइमै छोराको चस्मा लगाएको हातकै तिर्मिरे मेरो ल ल केक काट्ने ल खोइ हामी पियो भने खोइ त मलाई चुइन्छ त्यहाँ छिटो गर्नुहोस् न यता धेरै दल्छ यसो। थ्याङ्क यू छोरा थ्याङ्क यू सो मच ल बोधी बस बन्दनालाई पनि धेरै धेरै थ्याङ्क यू होइन अनि मेरो छोरालाई पनि धेरै थ्याङ्क यू ल स्पेसली तिम्रो लागि दिएर होला बाउलाई केक ल। हेलो एभ्रिवान एन्ड नमस्ते। आई होप सबैजना चाहिँ आराममा हुनुहुन्छ होला। आज चाहिँ मेरो छोराले चाहिँ बाबाको लागि लिएर आयो त बर्थडे केक। मम्मी र वन्दना र मेरो छोराले चाहिँ आज बर्थडे नमनाउनु भने केक ल्याएर मात्र खुवाउँ भने फेरि उनीहरूलाई लिएर आउनु पऱ्यो भनेर फेरि बच्चाको लागि भने हामीले केक चाहिँ लिएर आएर सानो सेलिब्रेट गरेको। थ्याङ्क यू सो मच मेरो वाइफलाई अनि बोधीलाई पनि थ्याङ्क यू सो मच फर दिस लभली केक होइन फुकाउँ क्या एकचोटि ल। Happy birthday to you. Thank you. Happy birthday to you. बाबा ल खै अब चाहिँ यो काट्नु पर्यो सबै गल्यो त काट्नुपर्छ है ल। थ्याङ्क यू सो मच एकदम माया पनि गरिदिनु हुने मेरो सबैजनालाई पनि धेरै धेरै धन्यवाद। फेसबुकमा युट्युबमा जब पनि सबैजना चाहिँ सपोर्ट गरिदिनु हुन्छ होइन त्यसको लागि थ्याङ्क यू सो मच। आज चाहिँ हाम्रो परिवारको चाहिँ सानो केक काटेर चाहिँ बच्चा खुसी हुन्छ त्यही भएर मात्रै हो ल। ल न्यु इयर बर्थडे अब टक्क केक काट्न आउँछ र ल टिकटक बनाउनु पर्छ है बनाउनु पर्दैन ल टिकटक बनाउनु चाहिँ ल छुले एउटा प्लेट पनि लिएर आउनु उयो प्लेट छ साइडमा लिएर आउँदा प्लेट लिएर उयो आएछ प्लेट भएको उयो त्यो लिएर आउनुहोस् त राख्नुहोस् ल। ल वन्दनालाई पनि थ्याङ्क यू। एउटा फोटो खिचौँ क्या अरे एउटा फोटो खिचौँ क्या अरे एउटा फोटो खिच्छु ल एकछिन यस्तो खै सेटिङ गरेर एउटा फोटो खिचौँ ल। थ्याङ्क यू सो मच राखिदिन्छु ल भिडियो चाहिँ खै फोटो खिच्दा एकचोटि बस न ल। तिमी उता जाऊ म छु होइन हुन्छ मम्मीलाई